यस्तो मौसम छैन गाइज हामी सेल हटिया लो हामी सेल हटिया गइदिएर होइन कपडा किन्नलाई पानीमा भिज्दै भिज्दै मजा आइरहेछ ल केही कुछ बोलिदेऊ त ओ राजा बाबु केही कुछ बोलिदेऊ न के बोल्नु बोल नि केही बोल्दिन हौ अब यो 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 मोडको मुखमा ऱ्यापै बोलिदिन्छ यसले लाज लाग्यो होइन ए यस्तो यस्तो नहेरान् क्या यस्तो दिन होइन विराटनगर हाल यस्तो मनसुनको महिना छ बाहिर ननिस्किनु होला विराटनगरवासी नहरमा बाढी आउने बेला ओ भाइ त्यहाँतिर निस्किएर आएन रमजान all of you Muslim guys Eid Mubarak many happy returns of the day हैन अब विराटनगर पुरा शान्त छ है It's time for monsoon guys मेरो यो दिनहरू यादमा बिति जान्छ वाउ सिङ्गर अरिजित सिंह पनि फेल्छ है यसको अगाडि फेरि अरिजित सिंह फेल होइन र ल गाइज बाँकीको ब्लग हटिया पुगेपछि हो तबसम्मको लागि बनिराख्नु होला हाम्रो ब्लगमा यति भन्दै घरमा छ हामी माथि यस्तो पानी माथि माथि पुरै कालो बादल पानीको सङ्ख्या अझै बढ्दै तर पनि हामी घरमा बस्नु होला आफ्नो बुढीलाई नछोड्नु होला यति भन्दै होइन हामी हटियातिर लागेको अब हटियाबाट सपिङ गरेर आएर अझै हजुरहरूलाई हटियातिर जानु के कसो चल्दैछ होइन भन्दै बस्नु होला हाम्रो भ्लगमा क्यामराम्यान फोकस गाइज होइन हामी पुगिँदैछौँ हटिया ए यो शनिबार लाग्ने एभ्री शनिबार महेन्द्र चोक ठाउँ होइन अब वी आर एन्ट्री द हटिया वाट्सएप मार्केट त्यस्तो पारिसकेको पानीले ल छिर 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 हटियाभित्र फुल आइसोलेट होइन ऊ हाफ प्यान्ट दिनुहोस् हाफ प्यान्ट ले ट्र्याक हो हेर्नु सक्नुहोस् यस्तो बब्बाल ट्र्याकहरू भित्रै त छु हौ बेगी यहाँ त आइदियो बेगी सोध्न यति त के हो बेगी सोध्न कति अस्ति नै राम्रै छ बेगी दामी छ दामी ब्रान्ड राधा हटियाको माहौल आज पुरै शान्त छ होइन गाई झन् भिड त छैन अब हामी कपडा सपिङ गर्छौँ त्यसपछि घर जाने बेला के सपिङ गरेर हेर आउनेछु रुम पुगेर तबसम्मको लागि भ्लगमा बनिराख्नु होला अनि हामीले कतिको आज माल राम्रो फेला पार्नेछौँ त्यसमा पनि डिपेन्ड पर्छ हटिया त खासै जम्ने जस्तो लागिरहेको छैन कपडाहरू पनि राम्रो आएको छ कि छैन खासै त्यति त हेरा पाइरहेको छैन होइन ल लिन्छ एउटा 25 हटिया अन्त केही खासै त्यस्तो पाएन यी भिडियो मात्र पार्कलाई हेर्न सक्नुहुन्छ यसले कपडा चेन्ज गरेको पनि चिलमा होइन मेरो
मर्चनको महिना छ, आज ननिस्किनु होला, भोलि घाम छ, भोलि निस्किनुलाई यति भन्दैन गाइज। मिट यु नेक्स्ट ब्लग, बाई बाई।